हेलो साथीहरु, गुड मर्निङ। वेलकम टु पेमा ब्लग। तपाईले देखिरहनु भएको छ आज चाहिँ एकदम म भाडा टल्काइरहेको छु है। खाना आज अलिकति स्थगित गरेर चाहिँ सफाइतर्फ लागिरहेको छु। अनि मैले चाहिँ एकदमै भिडियोहरु पुरा देखिरहेको थिएँ नि त हो। यो हार्पिकले चाहिँ भाडा टल्काउँदा चाहिँ मज्जल टल्किन्छ भनेर अन्त मैले चाहिँ ट्राई गर्न लिएको है। अन्तखेरि कति चाहिँ टल्किँदो रहेछ भनेर है। अनि यसलाई चाहिँ प्रुफ गर्नुको लागि हो। अनि स्टिल डिस र साबुन पनि यहाँ छेउमा छ। अनि यो चाहिँ तातो पानी इलेक्ट्रिक जगमा भक्भक उमालेको छु। अनि अब चाहिँ यो बोलमा चाहिँ म तातो पानी हालिरहेको छु है। हामी जस्तो अब बिजी भन्नु कि अल्छी भन्नु कि नभ्याउने भन्नु कि त्यस्तोहरूको लागि चाहिँ सायद यो चाहिँ राम्रै हो जस्तो लाग्यो मलाई हो। ट्राई गरौँ है साथीहरू ल। अनि अब यो चाहिँ तातो पानीमा मैले हार्पिक अलिक मजाले नै हालिदिएको छु हो। पानी पनि निल्नै हुन्छ। यस्तो गरम भएको कि गरममा चाहिँ अब तातो पानी फेटाउँदा चाहिँ अब कस्तो चाहिँ मजा आएला हो। अब यसरी मात्रै मिक्स गरेर चाहिँ अब एक एकवटा भाँडा हाल्दै चाहिँ हेर्नुहोस् कि पहेँलो पहेँलो भइसकेको थिएन मेरो भाँडाहरू चाहिँ। अब यसलाई चाहिँ मजाले डुबाउनु पर्दो रहेछ हो। हात चाहिँ मैले यति बिना पोलेँ किनभने यताउता साफसुग्घर गर्दा हातहरू मैले काटेको थिएँ नि त हो। मेरो हात चाहिँ मजाले नै पोल्नु चाहिँ पोल्यो, तर पनि अब गर्नु त गर्नुपर्ने हो। अन्त हेर्नुहोस् त रिजल्ट चाहिँ मलाई चाहिँ राम्रै लाग्यो। अन्त यसरी बारी सबै गर्नु थालेँ, मैले हाल्नु थाल्यो। तर यो हाल्दै चाहिँ छिटो गर्नुपर्छ। हाल्यो अनि स्टिल डिस र साबुनले चाहिँ टलक्क टल्काइदिइहाल्नु पर्दो रहेछ हो। मैले चाहिँ एक दुईवटा चाहिँ यसरी पहिला भिजाएँ किन पानी सेलिन रहेको थियो नि त। यहाँ हेर्नुहोस् त लु मजाले टल्किँदो रहेछ हौ। मलाई चाहिँ मन पऱ्यो है। यो त मेरो पहेँलो पहेँलो भइसकेको थियो हो भाँडाहरू। अन्तखेरि यो चाहिँ यस्तो खालको कलरको भएको थियो खास चाहिँ भाँडा चाहिँ। अब हेर्नुहोस् त यसलाई तपाईँले झुट बोलेको हो भने चाहिँ मैले तपाईँलाई एकदम लाइभ देखाइरहेको छु। हेर्नुहोस् त अब टल्केको छैन। अब यसलाई स्टिल डिसले टल्काउनु पऱ्यो कि। अब म स्टिल डिस र साबुन डङ हो क्याप पनि लगाएँ। कालै भयो नि गरम भएर यस्तो डाइरेक्ट घाम आएको कि तपाईँहरूले मेरो अनुहार देखेर पनि चाल पाउनुहुँदैछ। त्यो पछि यो के हो तामाको भाँडा होइन, तामै भन्छ होइन यसलाई। तामाको लागि फेरि पानी तताएर ल्याएँ। त्यहाँदेखि फेरि सेम प्रोसेस गरेँ, हार्पिक हालेँ। त्यहाँदेखि यसलाई घोलेँ। त्यहाँदेखि फेरि तामाको भाँडामा भट्टाभट्टी हाल्नु थाल्यो हो। यो चाहिँ ठुल्ठुलो लोटाहरू थियो, भिजाउनु अलिक साह्रो भएछ, पानी अलिक बेसी हुनुपर्दो रहेछ। तर पनि काम चाहिँ चल्यो हेर्नुहोस् लु। त्यो पनि मजाले टल्किँदो रहेछ है। काँसा तामा दुइटै मजाले टल्क्यो मेरो चाहिँ। मलाई चाहिँ मन पर्यो, ठिकै पनि लाग्यो। अब बिजी पनि छ होइन, टाइम पनि छैन अहिले त। खै बल पनि नपुगेको हो कि के हो सबै यो चाहिँ के खडखडा नै के भन्छ यसलाई। अब लु हेर्नुहोस् त मैले मजाले टल्काएँ। लु तपाईँहरूको नजरमा चाहिँ यो भाँडा टल्केको भन्नुहुन्छ कि नटल्केको भन्नुहुन्छ। माथि सुपर हिरो चाहिँ छ है। हार्पिक चाहिँ मेरो आजको सुपर हिरो है। मैले त भाँडा टल्काइसकेँ। योभन्दा पनि दामी तपाईँहरूले टल्काउनु सक्नुहुन्छ होला, तर मेरो लागि चाहिँ यही बेस्ट भयो। साथीहरू थ्याङ्क यू फर वाचिङ। यसरी हेर्दै गर्नुहोस् है मेरो भिडियो।